एभ्रिवान आज चाहिँ हामी मोमो पार्टी गर्दैछौँ किनकि दिदीको आज लास्ट डे हो नि त रुममा त्यही कारणले ऊ चाहिँ भोलि जानुहुन्छ त्यही कारण हामी चाहिँ मोमो बनाउँदैछौँ उसले चाहिँ यहाँ मैदा मुस्दैछ म चाहिँ मोमो बनाउँदैछु हामीले चाहिँ आज भेज मोमो बनाउन आँटेको किन भन्दाखेरि चाहिँ दिदीले चाहिँ चिकनहरू केही पनि खाएको छैन त्यही भएर हामी चाहिँ आज भेज मोमो नै बनाउने अब घर जस्तो हुँदैन यहाँ होइन त्यही भएर चाहिँ यसरी नै काटेर किमा बनाउनुपर्छ यहाँ किमाहरू बनाएर रेडी गऱ्यौँ अचार पनि यहाँ दिदीले बनाइसक्नु भयो होइन मैदा नि हाम्रो रेडी छ अब चाहिँ हामी मोमो बनाउनु स्टार्ट गर्छौँ सुप बनाएको हो यहाँ चाहिँ छ अचार यो खोल त यहाँ चाहिँ छ मोमो हो अन्त यो उसको हो दिदीको यो बहिनीको खानुको लागि पुरै तयारी छ यो अहिले चाहिँ कहिले खाम भइरहेछ एउटा खाएर भन कस्तो भएछ ल निकाल त ल त नि खा यो त नखानु पर्ने हो ल भनेको खा न पहिला कस्तो भयो अन्त भन्न कस्तो भएछ मिठो भयो त खा गाडा भयो खानु सकेको बाबा तातोले अनि मिठो भयो भनिदिएको मिठो भयो अरे मेरो पनि यहाँ छ म चाहिँ पहिला अलिकति सुप पिउँ एकदम दामी छ मोमो मिठो छ मोमो चाहिँ मिठो भयो आउँछ भनेर चाहिँ हामीले चाहिँ मक्टु नै ल्याएर राखेको किनभने सेलिहाल्छ नि त फ्यानले गर्दा तर तातो भयो पुरा यो खायो होइन